Good morning guys. Welcome back to my vlog after long time. आज हामी धेरै समय पछाडी भ्लग लिएर आएको छौं. करिब 1 वर्ष पछाडी. यो भन्दा अगाडि 1 वर्ष अगाडि हाम्रो धेरै टुरको भ्लग थियो. त्यसपछि भ्लग छैन. लगभग 1 वर्ष भयो हैन. नाटोला. साथीकै हामी कहाँ जाँदैछौँ अहिले बिहानको 6 बजेको छ. अहिले हामी चाहिँ भक्का खान जाँदैछौँ. यो चाहिँ बिहानको सिन हो. मस्त घाम लागेको छ. घाम ठेकिएछ. अच्छु चिसो चिसो मौसम छ. के भन्छ लास्ट सिजन म त केही बोल्दिन जाडोमा. धेरै जाडो भएको छ. मलाई चाहिँ भन्नु छैन खासै हैन. उलाई मैले हैन अघि 5:30 बजेदेखि उठाएको हैन. उठ्दैन बल्ल जाने पनि मैले कस्तो नजाने मैले कस्तो ट्रिक लाएर उठाए. अर्को साथीलाई मेसेज गरेर यसलाई उठा त भन्यो अनि बल्ल उठी. ल कस्तो निन्द्रा लाग्छ नि त हौ. आज हामी ढिलो सुतेको थिएनौँ हिजो. उ 10-11 बजे सुतेको. म 12 बजे सुतेको र पनि म अघि 5:30 बजे उठेर बसिरहेको छु. छिटो उठ्नुपर्छ साथीभाइहरू. उफ ल साथीभाइहरू घाम चाहिँ लागेर यहाँ आइसकेको छ. हामी यति बेला जाँदैछौँ मक्का खान. दामी घाम लागिरहेछ. के भयो जति बेला गए पनि खानु त हो. खासमा चाहिँ त्यो योलाई मर्निङ वक भन्छ कि खाना गएको थाहा छैन होइन. तर हामी त्यो दुइटै गएको हो क्या. यसलाई मर्निङ वक पनि भन्छ. अनि अलिकति भोक लाग्यो भने खाइहाल पनि हामी भइहाल्यो. Oh my god! Wow! ओइ आज म पानी नखाइ आएँ. हो नो मैले पनि खाएको छुइनँ. के छैन. हाम्रो अर्को दुईटा साथीले पनि जोइन गर्दै हुनुहुन्छ हैन. ए साथीहरू तपाईलाई म अब एउटा कुरा राख्छु हैन. हामी साथीभाइहरू जहाँ पनि जहिले पनि जाँदाखेरि हैन सुरुमा पुग्ने मै हुन्छु. पङ्क्चुअल हो त्यो. त्यसको फाइदा बेफाइदा दुइटै छ हैन. तर म जहिले बेफाइदा मात्रै देख्छु. त्यो राम्रो हो कि नराम्रो हो भन्दिनुहोस् तपाईँ. जहिले आधी घन्टा अगाडि फोन गरेर पनि यिनीहरू ढिला आउँछन् यार. काम छैन यिनीहरू. पनि त्यस्तै छ. काहीँ जानु पर्यो भने म अघि अगाडि पुग्छु होइन. ऊ भरे आइपुग्छ. मेरो यो पङ्क्चुअल हुने बानी राम्रो हो कि नराम्रो हो कमेन्ट गरिदिनुहोस् साथीभाइहरू. 1 hour later. दुईजना साथीहरू चाहिँ भर्खर लट्याङ आउँदै हुनुहुन्छ. 1 घन्टा पछाडि फोन गरेको. त्यही त ढिलुवाहरू तिमीहरू जाऊ फेरि फर्केर. यिनीहरूलाई हामी चाहिँ भक्का खान आएको छौँ साथीहरू. Look at the भक्का, it's so cute. Oh my god! Wow! I love भक्का. हेलो भन. हेलो भन. तेरो आएको छैन यता आइज. ल कस्तो बिराम भयो साथीहरू. म अलिक नसेडी देखेको छुइनँ नि. किनभने ऊ नसेडी एकदम नम्बर 1 नसेडी भर्खर उठेको छु होइन. यिनीहरू जब ओइ साथीहरू बरु साथी भन्दा त दुश्मनै राम्रा छन्. मेरा त के हो यार. यिनीहरू बिहानै फोन गरेर जबरजस्ती उठ्न आउँछ यार. देख सकते हैं भाई लोग गरम गरम है. लो लिया साथी. देख सकते हैं ये अचार हाल्दै रहेछ. ल भक्का आइसक्यो साथीभाइहरू. Nice. साथीभाइहरू तपाईँहरू यो अनुहार मजाले गोर गरेर हेर्नुहोस्. अनि उयो अनुहार हेर्नुहोस्. यहाँ उहाँको आज मैला खोजेर जोड्छु. देउबा जगदम्बा के अरे के बोले भाइ. अब के बोले शेरबहादुर देउबा न. अनि राजनीतिमा उठेको मान्छेहरूले नेताहरूको नामै थाहा छैन. यस्तो पनि हुन्छ हैन. अनि अर्को नामै थाहा छैन. उहाँलाई बोइकट गरौँ. उहाँलाई बोइकट होइन. अस्ति कलेजको चिनामा बोइकट गरिसक्यो. कसैले भोटै दिएन. कितना चुभने लगा हूँ सबको. के अरे बिचाराहरूलाई त्यो नराउ. पीडितलाई कारबाही गरौँ. पीडितलाई कारबाही हुन पर्छ. पीडित छु म पनि कारबाही गर्नै नगर्नु. हेलो साथीभाइहरू. हामी चाहिँ भक्का सक्का खाएर आयौँ होइन. अनि अब चाहिँ के अरे के भन्दै थियो हौ. भक्का सक्का खायौँ होइन. अनि अब आएर फ्रेसेस भयौँ. अनि दीक्षा चाहिँ के गर्दैछ. दीक्षा प्रोजेक्ट गर्दैछ दीक्षा है. ला 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 प्रोजेक्ट गर्दैछ. डुडुङ हेर्दैछ. हाम्रो प्रोजेक्टको 1-2 कुरा मिलेको छैन क्या साथीभाइहरू. अनि त्यही यसो मिलाउँदैछ. अब मिलाउनु पर्यो नि त गर्नु पर्यो होइन. अनि म चाहिँ के अरे माम पकाउँदैछु. ल अब साथीले हामी अब खाना खान आँटेको. ल साथी गुन्द्रुक हालिदिउँ.
आज हामी टक्क गुन्द्रुक माम खाने वाउ नाइस फेरि अब चाहिँ हामी खानासाना खाइसकेर कलेज जानलाई तयारी हुँदैछौँ म रेडी भइसकेँ साथी चाहिँ उता रेडी हुँदैछ अनि अब हामी कलेज जान्छौँ तपाईलाई आज हामी हाम्रो कलेज घुमाउँछौँ हाम्रो मेची मल्टिपल क्याम्पस साथीभाइहरू अब हामी चाहिँ कलेज जानलाई अब हामी कलेज जाने भाइ ढिलो भइसक्यो हाम्रो साथीभाइहरू हाम्रो कलेज आइपुगिसकेको छौँ हामी भिड कति धेरै भिड छ यहाँ हाम्रो एउटा गरिबको बच्चा भेटेको गरिबको बच्चा भेटाएको छु गाइस हैन उहाँलाई एकदम हेलो सर सरी हामी चाहिँ अब पढ्न आएको पछाडि बस्नु हुँदैन होइन सर हाई वेलकम टु माई ब्लग के छ अरूको साथीहरू पनि आउँदै हुनुहुन्छ पढ्नलाई सेक्सन बीहरू यस्तो हुन्छ साथीभाइहरू त्यही भएर यिनीहरू सेक्सन बीमा भएको क्या सेक्सन ई सोसियल हेर्नु यो सबै सेक्सन सरले हाम्रो एटेन्डेन्स गर्दै हुन्छ साथीभाइहरू एउटा क्लास पढिसकेपछि चाहिँ घाम ताप्न जानुपर्ने हुन्छ यो चाहिँ हाम्रो कलेजको नजारा हेर्न सक्नुहुन्छ टिकटक लाइक गर्नु है ल साथीभाइहरू हामी यस्तो जाडोमा घाम ताप्न आएको छौँ साथीभाइहरू यो चाहिँ हाम्रो ल्याबको नजारा हो किनभने किबोर्डमा पनि छैन अब यस्तो धेरै मान्छे हाम्रो ल्याब एकदम अर्गनाइज छ कति धेरै मान्छेहरू छन् अनि ठाउँ पनि पुगिरहेको छ ठाउँ पनि यो चाहिँ नपढ्नको लागि पहाडा मात्रै हो क्या उहाँ खाली छ क्या उनीहरू पर ल के भन्न चाहन्छौ यस्तो के भन्नु साथीभाइहरू अहिले चाहिँ हामी यसो खाजा खान आएको छौँ सर्ट पढे हाम्रो चटपटे आइसकेको छ साथीभाइहरू हाम्रो चिया आइसकेको छ सबले लियो आफ्नो चिया अहिले हामी चाहिँ खाजा खाएर आएर अब यसो एकछिन यहाँनिर आराम गर्न आँटेको यहाँ चाहिँ बसिसकेका छन् आइहरू चाहिँ 2 शब्द भन्दै मेरो ब्लगमा 2 शब्द टिका लाउन आइजन हामी न्युली बेड्स ए ल मेरो दुलैलाई दुलै जदौ महाराज जदौ टिका लाउन आउन लगाइदेऊ यिनीहरूले ब्लग बनाउने कन्टेन्ट चाहिँ दिन्छ क्या कलेजमा मलाई त्यो खुसी लाग्छ ओए ओए यस्तै गर्छ ल जाउँ न खेल्न एक्जाम दिने ठाउँ हो दिस इज एक्जाम हो फाइनल एक्जाम यही होइन यो हल्ला गर्छ त्यो हेर्नु न यहाँ धेरै स्टुडेन्ट्सहरू भन्नु भने यो हल र हामी टिफिन टाइममा यस्तै जबरजस्ती हुँदैछ यहाँ ए गर न के हुँदैन ल साथीभाइहरू हामी चाहिँ उनो खेल्न आँटेको लु फिटेर देखाऊ तिम्रो ट्यालेन्ट स्किल देखाऊ ल यो चाहिँ उनोको मालिक उसले क्लास ब्यागमा बुक होस् कि नहोस् ल बुबुवाला उनो ल बुबुवाला छ क्युट सी ओके
स्न्याप पठाउनै सकेको ल ठिक छ यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु हामी कलेजमा के गर्छु भन्ने तपाईहरुले देखिरहनुहुन्छ तर सधैँ आज फ्राइडे हो क्या त्यही भएर यस्तो रमाइलो आज फ्राइडे हो जहिले नाटक गर्ने अरु बेला हामी पढ्छौँ न हैन आज पनि पढिरहेछौँ हैन आन्टी हप्ता दिनमा एक दिन कलेज आएर जहिले भन्छिस हामी जहिले पढ्छौँ हैन आन्टी जहिले शुक्रबार मात्रै कलेज आउँछ हैन आन्टी जहिले भनेको आन्टीले भागेर त उल्टा छ हे छैन त त्यो वाला नबाट भएको त त्यो बन्द गर्छ साथीहरु ल यतिको ट्यालेन्ट चाहिँ हुनुपर्छ कलेजमा आएर यो उनो खेल्ने यतिको चाहिँ हुनुपर्छ है साथीभाइहरु वाउ भयो यो चाहिँ मेरो छ अब के छ साथीभाइहरु अब हामी उनो खेलिसकेर पढ्न थालिसक्यौं पढ्नुपर्छ है साथीहरु हामी त्यस्तो बेलमा चाहिँ हामी पढ्दैछौँ सरले हामीलाई पढाउँदै हुनुहुन्छ म्याथको एनएम राम्रो पढाउनुहुन्छ सबै बुझिन्छ सरले पढाएको जस्तो त कसैले पढाउँदैन हो म यहाँ चाहिँ फर्स्ट बेन्चरहरु हाम्रो अब छुट्टी भइसकेको छ साथीभाइहरु सबैजना जाँदैछन् अब बाई बाई छुट्टी हो भोलि शनिबार ये गाइस यिनीहरु चाहिँ हाम्रो दोस्तहरु ओ यहाँ हाम्रो कलेजको सिनेमेटिक भ्यू देखाउँ न ल यो चाहिँ हाम्रो ल्याब छ यहाँनिर सरले फेरि पढाउँछु भन्नु यार छुट्टी भएर निस्केको थियौँ होइन हामी भरे फेरि आउनुपर्छ पढ्ने हामी 4 बजीसम्म 10 to 4 फेरि फर्केको दृश्य हेर्न सक्नुहुन्छ साथीभाइहरु प्रायः मलाई सुरुमै भनिहाल्ने फेरि यस्तो मलाई यस्तो मन पर्दैन साथीभाइहरु अब चाहिँ फाइनली छुट्टी भयो साथीभाइहरु अहिले हामी कहाँ आएको छौँ भनिदेऊ न सेक्का खाना र साथीभाइहरु हामी चाहिँ यसो सेक्का खाना आएको होइन दिनभरि कलेज सकेर छुट्टी भएर आएको हामी यहाँनिर चाहिँ हामी वेटिङमा छौँ सेक्वाको अब आउँछ खाना अर्डर दिएर बसिरहेको छौँ सबजना फोन चलाएर बस्छन् त्यहाँ यसो ह्याङआउट गर्न आएको अरे फोन मात्रै चलाउँछन् यिनीहरू सो फोन एडिक्टेड साथीभाइहरु जो सेक्वा चाहिँ होइन अहिले हाम्रो चटपटे चाहिँ आएको छ एकदम खाने अब सिनेमैटिक शॉट है साथीहरु दिस इज पोर्क सेकुवा मैले छुको छैन नि हातले यो चाहिँ खाएको छु नाइस अब तिम्रो पाली ल मै खान्छु कोही बन्छ मलाई नै खाएर झन्डै डिजास्टर गरे हाम्रो चाहिँ फेभरेट चप खाना चाहिँ अहिले चाहिँ हामी सेको खाएर चटपटे खाएर चप खाएर फर्किँदैछौँ यस्तो दामी भ्यू कति छिटो बेलुका हुन्छ क्या भर्खर 4 बज्दैछ 4:30 तर पनि यस्तो तर दामी देखेको छ आज आकाश यसको साथी भेटिसकेको छ ऊ यहाँनिर साथीभाइहरु हामी चाहिँ अब घर आइपुग्यौँ होइन फोन गरेर हामीलाई गाली गर्छ ठिकै छ यो चाहिँ मेरो गाउँको नजारा हो अघि म एकछिन के भन्छ साथीकोमा बस्थेँ त्यहाँनिर अनि आएँ अनि बस चढेर यात्रा गरेर आफ्नै गाउँ फर्केर आइसकेको छु यात्रा बस यात्रा चाहिँ मेरो 15 to 20 मिनट हुन्छ 15-20 मिनट बसमा यात्रा गरेर बसमा चाहिँ अलिकति भिडियो बनाइन किनभने मलाई मन लागेन अनि अहिले चाहिँ आफ्नो गाउँ फर्किआइसकेको छ अब मेरो घर पनि आइपुग्यो बाटो अनि यहाँ देख्दै हुन्छ नि तपाईँ मेरो कुतु यहाँ छ मलाई पर्खिरहेको छ हेरिरहेको छ अब हेर्नु यो कसरी आउँछ आइज हेर्नु मलाई लिन आउँछ अब ए बेस्ट पार्ट अफ कमिङ हो हाई हो कुचु कुचुकु के भयो हट भयो जा इन ओए नगर न नटक ल आज हिँड्छ ल भयो हेर्नु साथीभाइ अहिले चाहिँ राति भइसकेको छ यो चाहिँ मेरो झ्यालबाट देखिने नजारा हो यस्तो दामी सनसेट भइरहेछ आजको ब्लग चाहिँ म यो सनसेट देखाउँदै एकदम बिदा हुन चाहन्छु धन्यवाद तपाईले मेरो च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुहोला
ठीक है।